मेरो कथा म जन्मिएको दिन 2039 सालको भदौ महिनाको 5 गते बिहानको ठीक 10 बजे थियो। त्यो दिन विशेष थियो। आकाश खुल्ला थियो। बादलको हल्का पर्दाले सूर्यको किरणलाई छाया जस्तो बनाएको थियो। न त गर्मी अत्याधिक थियो न त चिसो अत्याधिक। मौसम सन्तुलित थियो, मानौ त्यो दिन स्वयं प्रकृतिले पनि कुनै महत्त्वपूर्ण आगमनको तयारी गरिरहेको हो। अस्पतालको एक सानो तर सफा कोठाभित्र आमाको छटपटीले सबैको मन अलिकति तनावग्रस्त बनाएको थियो। बाबाको अनुहारमा चिन्ता र उत्साह मिसिएको थियो। हरेक मिनेट लामो लागिरहेको थियो। नर्स र डाक्टरहरू व्यस्त थिए तर शान्त। अनि ठीक बिहान 10 बजे एउटा सानो आवाजले कोठा भरियो। म जन्मिएको थिएँ। त्यो मेरो पहिलो रोइरहेको आवाज थियो, तर त्यो रोदन आमाबाबुका लागि सङ्गीत जस्तो मिठो थियो। बाबाको आँखाबाट आँसु खस्यो, खुसीका आँसु। आमाको थकान एकैछिनमा हरायो जब उनले मलाई पहिलो पटक काखमा लिइन्। त्यो न्यानोपन, त्यो स्पर्श, त्यो माया मेरो जीवनको पहिलो अनुभूति बन्यो। बाहिर हावा चलिरहेको थियो र चरा गाइरहेका थिए। त्यो क्षण संसारले मलाई स्वागत गरिरहेको जस्तो लाग्यो। मेरो जन्मस्थल मेरो गाउँकै एउटा सानो अस्पताल थियो, जहाँ सबैले एक अर्कालाई चिन्दथे। गाउँका केही मान्छेहरू पनि खबर सुनेर आइसकेका थिए। छोराको जन्म भएको छ भन्ने खबर छरिएर फैलियो। घरमा मिठाई बाँडियो। आमा बाबुका अनुहारमा गर्व झल्किरहेको थियो। त्यो दिन मेरो जीवनको सुरुवात मात्र थिएन, त्यो मेरो आमा बाबुको सपना साकार भएको दिन पनि थियो।